स्वागत छ हजुरहरूलाई फेरि पनि आशास कुकिङ च्यानलमा। आज चाहिँ म सिनेमन रोल बनाउँदैछु घरमा। कसरी बनाउने होममेड सिनेमन रोल र यो सिनेमन रोलको लागि चाहिने इन्ग्रेडियन्ट्सहरू यहाँनिर बताउँदैछु। यहाँनिर चाहिने सामग्रीहरू 300 ग्राम मैदा अथवा आटा पनि राख्न सक्छ हामीले, र 45 ग्राम चिनी, र साथै नुन 6 ग्राम, अनि इस्ट 6 ग्राम। यसले चाहिँ फुलाउने काम गर्छ इस्टले चाहिँ रोटीलाई। र यहाँनिर यो मैले मिक्स गरेँ। अनि यहाँनिर मैले तेल राखेँ 45 ml र एउटा अन्डा राखेँ। र यसरी यी कुराहरूलाई चाहिँ मैले यहाँनिर मिक्स गरेँ राम्रोसँग। र यसलाई राम्रोसँग मिक्स गरिसकेपछि अनि मैले यहाँनिर मनतातो पानी लिएको छु र चाहिँदो जसरी पिठो मुसिन्छ हामीले रोटीको लागि त्यसै गरिकन नै यसमा चाहिँ मनतातो पानी हाल्नुपर्छ। र मैले यसरी मुसेँ। र यसरी मुसिसकेपछि मैले फेरि बाटाबाट बोलबाट निकालेर भाँडाबाट निकालेर यसलाई फेरि यसरी मजाले मुस्नुपर्छ। र मजाले यसरी मुसिसकेपछि यसलाई चाहिँ फेरि त्यही भाँडामा राखेर तेल अलिकति माथिबाट दलेर यसलाई चाहिँ तातो ठाउँमा केही चिज रुमालले अथवा केही कपडाले ढाकेर यसलाई चाहिँ 1 घन्टाको लागि फेरि फुल्नका लागि राख्नुपर्छ। र यो चाहिँ मैले 1 घन्टा राखिसकेँ र यो फुलिसक्यो। र मैले फेरि यसलाई निकालेर अब मुस्दैछु यहाँनिर मजाले फेरि यसलाई। र यसलाई मुसेर मैले अहिले यसलाई चाहिँ फेरि रोटीको नक्सामा ल्याउँदैछु। अब रोटी जस्तै गरेर यसलाई चाहिँ बेल्नुपर्छ। र यसरी बेलनले चाहिँ मजाले बेल्ने पातलो हुने गरिकन। र यसरी बेलिसकेपछि अनि यहाँनिर मैले चाहिँ दालचिनी पाउडर 1 चिया चम्चा आधा लिएको छु। र त्यसै गरिकन ब्राउन सुगर भनिन्छ यो 2 टेबल स्पुन लिएको छु। र नर्मल सुगर 2 टेबल स्पुन। ब्राउन सुगर छैन भने नर्मल नै यो चिनीलाई हामी हाल्न सक्छौँ 4 चम्चा अथवा 4 टेबल स्पुन। अनि यहाँनिर मैले नर्मल बटर लिएको छु 3 टेबल स्पुन। र मैले यो रोटीमाथि अथवा यो पिठो जुन बेलेको रोटीमाथि छरिसकेको छु। र मैले 1 मुठी किसमिस पनि हालेँ। र सबैतिर छरिसकेपछि यो किसमिस हालिसकेपछि अनि यसरी छेउबाट यसरी यसलाई चाहिँ बेल्दै लाने। बेलेर अब यसलाई चाहिँ हामी काट्नेछौँ छुरीले। आफूलाई जुन साइज चाहिन्छ त्यही साइजमा हामी काट्नेछौँ। र यो काटिसकेपछि मैले फेरि प्यानमा जुन बेक गर्ने प्यानमा चाहिँ यसरी मिलाएर राखेँ। र यसमा मैले बटर पेपर लगाएको छु। बटर पेपर छैन भने अलिकति पिठो छर्केर प्यानमा हामीले राख्न सक्छौँ। र यतिको ग्याप हुनुपर्छ किनभने यो फुलेर फेरि टाँसिन्छ एकअर्कामा, त्यही भएर यतिको ग्याप हुनुपर्छ। र मैले 25 मिनटको लागि फेरि तातो ठाउँमा राखेँ अलिकति फुल्नका लागि। र त्यसै गरिकन मैले ओभनमा हालेँ। र ओभनमा चाहिँ मैले 150 डिग्रीमा राखेँ र 25 मिनट अथवा 20 मिनटको लागि बेक हुनको लागि। र यतिको यो रेडी भयो। र यो कलर चाहिँ एकदमै यतिको कलर देख्नु चाहिँ राम्रो हो। र चियासँग हामीले यसरी खान सक्छौँ घरमा। र तपाईहरूले पनि बनाएर खानुहोला। धन्यवाद मेरो च्यानलमा तपाईँहरू आइदिनु भएको लागि, हेरिदिनु भएको लागि धेरै धेरै धन्यवाद।